नेपालको इतिहासकै बिजुली अभावको कालो रातहरूलाई सम्झदा अझै जीवन अँध्यारो झै लाग्छ। त्यो 15-18 घण्टा भन्दा बढीको लामो लोड सेडिङको तालिका सम्झदा कता कता हरेस लागेर आउँछ। उस बेला देशमा विद्युतकै कारण हर घर अन्धकारमय र लाखौं विद्यार्थीहरू मैनबत्तीको उज्यालोमा पढ्न बाध्य थिए। नमस्ते, म नवराज राई पल्टानी, तपाईलाई हाम्रो एमएन जर्नी 58 युट्युब च्यानलमा स्वागत छ। आजको यो छोटो भिडियो देशको एक असल व्यक्तिको निम्ति। जब ती अन्धकार रातहरूलाई चिर्न एक इमानदार, दूरदर्शी र क्रान्तिकारी नेतृत्ववान व्यक्ति कुलमान घिसिङको उदय भयो, तब ती सारा अन्धकार रातहरूलाई चिरेर देशलाई उज्यालो ज्योति दिए। कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेपछि देशलाई नयाँ ऊर्जा दिए। वर्षौंको त्यो पीडादायी लोड सेडिङलाई इतिहासमा बदलिदिए। साँच्चै कुलमान घिसिङ एक इमानदार, सक्षम र दूरदर्शी नेतृत्व हुन्। नेतृत्व केवल कुर्सी सम्हाल्ने कुरा मात्र होइन, नेतृत्व भनेको देश बदल्ने कुरा हो। कुलमान घिसिङले नेतृत्व सम्हालेपछि भएको परिवर्तनहरू। पहिलो नम्बर, लोड सेडिङको अन्त्य। कुलमान घिसिङले भ्रष्टाचारको जालोलाई तोड्दै जनताले वर्षौं सङ्घर्ष गरेर आएको बिजुलीमा हुने 15-18 घण्टा भन्दा लामो लोड सेडिङको पीडामा मलम लगाएर लोड सेडिङलाई इतिहासमा बदलिदिए। दोस्रो नम्बर, नेपाल विद्युत प्राधिकरण घाटाबाट नाफामा। 30 अर्ब बढी ऋणमा डुबेको नेपाल विद्युत प्राधिकरण संस्थालाई कुलमान घिसिङले 12 अर्ब बढी नाफामा पुर्याइदिए। तेस्रो नम्बर, ऊर्जा आत्मनिर्भरता अभियान। कुलमान घिसिङले देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने अभियानलाई सशक्त पारे। यसरी कुलमान घिसिङको नेतृत्वले नेपालमा ऊर्जा क्रान्ति ल्यायो। तर दुःखको कुरा, आज यो भ्रष्ट नेताहरूको घिनलाग्दो विचार र स्वार्थले यस्तो इमानदार व्यक्तिलाई सफल कार्यमा निरन्तरता दिन दिएन। यी भ्रष्ट नेताहरूले कुलमान घिसिङ जस्तो नेतृत्वलाई साथ दिन त परे जाओस्, बारम्बार खुट्टा मात्र तानिरहे। नेपालमा अहिले पनि जब कोही असल इमानदार व्यक्तिहरू देशको सेवा गर्न भनी अघि बढ्छ, उनीहरूलाई यी भ्रष्ट नेताहरूले सधैँ दबाउने परिपाटी जीवितै छ। दुर्भाग्यवश आज कुलमान घिसिङ जस्तो एक असल व्यक्ति पनि ती पुरानै परिपाटीको शिकार बन्न पुगेको छ। किन आज कुलमान घिसिङ जस्तो एक इमानदार, असल व्यक्तिलाई पदबाट हटाइदैछ? नम्बर 1, राजनीतिक हस्तक्षेप। देशमा भ्रष्टाचारको जालो बिछाएर जनताको रगत चुस्न बानी परेका यी भ्रष्ट नेताहरूलाई कुलमान घिसिङको कार्यकालमा पाएको सफलताले ती भ्रष्ट नेताहरूलाई असह्य भयो। दोस्रो नम्बर, भ्रष्टाचारको खेल। नेपाल विद्युत प्राधिकरणमा हुने आर्थिक चलखेल रोकिनु केही स्वार्थी र भ्रष्ट नेताहरूको लागि कालो बादल झै भयो। ती भ्रष्ट नेताहरूले नेपाल विद्युत प्राधिकरणमा लुट बजार मचाउन पाएन। तेस्रो नम्बर, स्वार्थी शक्ति। स्वच्छ नेतृत्वलाई टिक्न नदिने नेपालमा पुरानो प्रविधि हो। आज पनि राम्रोलाई होइन, हाम्रोलाई काखी च्याप्ने प्रविधिको शिकार कुलमान घिसिङ जस्तो एक इमानदार व्यक्ति पनि हुन पुगे। यहाँ कुलमान घिसिङलाई पदबाट हटाउनु या निष्कासन गर्नु एउटा उदाहरण मात्र हो। यस्ता अनेकौं असल र इमानदार व्यक्तिहरू यस्ता भ्रष्ट नेताहरूको दबावमा परेका छन्। यसरी देशमा सुधार ल्याउने व्यक्तिहरूको खुट्टा तान्ने परिपाटी नेपालका लागि घातक र नेपालीहरूको लागि दुर्भाग्यको कुरा हो। अब पनि जनता सचेत नहुने र असल व्यक्तिलाई साथ नदिने हो भने फेरि देशमा उही अन्धकार फिर्न छिनभर लाग्ने छैन। अब असल नेतृत्वहरूलाई समर्थन गर्नु जनताको पालो हो। सही व्यक्तिलाई सही ठाउँमा राख्न आवाज उठाउनु हामी जनताकै कर्तव्य हो। त्यसैले अब जनता सचेत हुनुपर्छ र असल, इमानदार र दूरदर्शी व्यक्तिलाई साथ दिनुपर्छ। आज करोडौं नेपालीहरूले प्रश्न गरेका छन्, किन कुलमान घिसिङ जस्तो असल व्यक्तिको बारम्बार खुट्टा तान्ने काम हुँदैछ? अब यसको जवाफ जनताले खोज्नै पर्छ। यो देशमा राजनीति विकासका लागि हो कि व्यक्ति हटाउने र राख्ने घिनलाग्दो खेलको लागि हो भनेर जवाफ माग्नै पर्छ। के यो देशमा असल काम गर्नेहरू सधैँ भ्रष्टाचारको दबावमा दबिरहनु पर्ने हो? नेपालमा कुलमान घिसिङ जस्तो व्यक्तिलाई हटाउने होइन, देशको हरेक क्षेत्रमा कुलमान घिसिङ जस्तो असल र इमानदार व्यक्ति जन्माउनु पर्छ र संरक्षण गर्नुपर्छ। जनताले अब असल नेतृत्वलाई समर्थन गर्नुपर्छ र भ्रष्टाचार विरुद्ध आवाज उठाउनु पर्छ। हेक्का रहोस्, भ्रष्टाचारको जालोले छोपेर राम्रो होइन, हाम्रोको काफी च्यापेर असल व्यक्तिलाई केही समय पदबाट हटाउन सकिएला, केही समय ओझेल पार्न सकिएला, तर असल कामको प्रभाव र परिणाम कहिले मेट्न सकिन्न। कुलमान घिसिङ मात्र एउटा नाम होइन, यो असल नेतृत्वको प्रतीक हो। आकाशमा आएको केही क्षणको कालो बादलले सूर्यलाई केही क्षण छेक्न सक्ला, तर सूर्यले एक दिन न एक दिन पृथ्वीमा प्रकाश पक्कै छर्नेछ। अब हाम्रो होइन, राम्रोलाई साथ दिनै पर्छ, किनकि आज उसलाई खाने धमिराले भोलि हामीलाई खाँदैन भन्न सकिन्न। धन्यवाद। तपाईलाई यो भिडियोको जानकारी कस्तो लाग्यो कृपया आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला।
साथै यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो MN Journey 58 युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र कुलमान घिसिङको बारेमा तपाईको अमूल्य प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सिनुहोला। जय देश, जय नेपाल।